आउनुस् दर्शक वृन्द जानौँ आजभन्दा झन्डै 100 वर्ष पहिलेको नेपाल कस्तो थियो त। 100 वर्ष पहिलेका व्यक्तिहरूको खानपिन, लवाई खवाई र तिनीहरूको दिनचर्या कसरी के गरेर बित्थ्यो। आजभन्दा 100 वर्ष पहिलेका ठाउँहरू कस्ता थिए, विभिन्न गाउँदेखि सहरसम्मका फोटा र भिडियोहरू आज हामी तपाईँलाई देखाउनेछौँ। दर्शकवृन्द, आजको भिडियो धेरै जानकारीमूलक हुनेछ। यदि तपाईँलाई आजको भिडियो मन पर्यो भने कृपया सेयर गर्न नबिर्सिनुहोला। साथसाथै भिडियोलाई लाइक र हाम्रो युट्युब च्यानल नारद ओझालाई सब्स्क्राइब गर्न सक्नुहुनेछ। दर्शकवृन्द, आउनुस् लागौँ आजको भिडियोतर्फ। बिहानै व्यक्तिहरू चाँडै उठ्थे र घरको लागि भनेर खानेकुरा ल्याउन भारतमा जाने गर्थे। त्यतिखेर सवारी साधन भने पक्कै पनि हुँदैन थियो, हिँडेर जानुपर्ने अवस्था थियो। बाटो निकै अप्ठ्यारोपूर्ण हुन्थ्यो। यदि खोला तर्नुपर्ने ठाउँ आयो भने झनै खतरा हुन्थ्यो। कुनै कुनै समयमा त मान्छे नै बगेको रेकर्ड रहेको छ। धेरै जस्तो ठाउँहरूमा खोला नै तरेर जानु पर्थ्यो। कुनै कुनै ठाउँमा मात्र काठको पुल हुन्थ्यो र कुनै ठाउँमा डोरीले मिलाएको पुल र एकदमै लामो नदी तर्नुपर्ने अवस्था आयो भने बाँदरले जसरी नै झुन्डिएर नदी तर्नुपर्ने अवस्था थियो। कठिन स्थितिमा भारत पुगेका ती व्यक्तिहरू भारतबाट सामान किन्ने गर्थे। सामानमा प्राय जस्तो नुन बढी ल्याउने गर्थे र विदेशी कपडा भनेर केही कपडा र खानेकुरा ल्याउने गर्थे। झन्डै सामान किनेर फर्किन हप्तौं दिन लाग्थ्यो रे। बाटोमै बास बस्नु पर्थ्यो र खानेकुरा पनि बाटोमै पकाएर खान्थे। घरमा पुगिसकेपछि आफ्ना आफन्तसँग खुसी साटासाट गर्थे। तिनीहरूका परिवार पनि एकदमै खुसी हुन्थे, किनभने नयाँ सामान र नयाँ खानेकुरा खान पाइन्थ्यो। त्यो समयमा घर पनि बेग्लै किसिमका हुन्थे, जुन तपाईँ स्क्रिनमा देखिराख्नु भएको छ। यो कुनै गाउँ भने होइन, यो रहेको छ काठमाडौँ। विक्रम सम्वत 1962 मा विदेशी व्यक्तिहरूबाट खिचिएको दुर्लभ भिडियो मैले युट्युबमा भेट्टाएको हुँ। झन्डै आजभन्दा 115 वर्ष पहिलेको यो भिडियो तपाईँ देखिराख्नु भएको छ। दर्शकवृन्द, त्यतिखेरको समय अहिलेको जस्तो थिएन। अहिले केही सामान किन्नु पर्यो भने बजारमा सजिलैसँग पाइने गर्छ। त्यतिखेर अधिकांश सामानहरू आफैले घरमै निर्माण गर्थे, जुन तपाईँ भिडियोमा देखिराख्नु भएको छ। यो भाँडाकुँडा बनाउँदै गर्दा खिचिएको भिडियो हो। यसरी नै पहिलेका जमानामा माटोको भाँडो बनाइन्थ्यो भने कपडा पनि यसरी बुनिन्थ्यो, जुन तपाईँ भिडियोमा देखिराख्नु भएको छ। यसरी नै व्यक्तिहरूको दिनचर्या बितिरहेको हुन्थ्यो। बालबच्चालाई पिठ्युमा बोकेर काम गर्नुपर्ने अवस्था थियो। दर्शकवृन्द, अहिलेसम्म तपाईँहरूले जति पनि फोटो र भिडियो देख्नुभयो, यो सबै काठमाडौँभित्रको फोटो भिडियो हो। झन् आजभन्दा 100 वर्ष पहिले गाउँको अवस्था कस्तो होला त्यो तपाईँ आफै कल्पना गर्न सक्नुहुनेछ। एकचोटि म तपाईँहरूलाई काठमाडौँ भन्दा बाहिरको भिडियो देखाउँछु। काठमाडौँ भन्दा बाहिरका व्यक्तिहरूलाई न त राम्रोसँग बोल्न नै आउँछ, न त केही अरू कुरा गर्न नै। हेर्नुस् यो भिडियो। आँखा के भयो? उसको आँखा के भएन? आँखामा प्याक आउँछ। पाकेको? यो प्याक भाग्नु खोजेको भने औषधि लाउनुपर्छ, टेप लाउनुपर्छ। आजभन्दा 100 वर्ष पहिले यतिको अविकसित थियो नेपाल। सबै सामानहरू आफूले नै निर्माण गरेर सामानहरूको प्रयोग गर्नुपर्ने। कुनै ठाउँमा चाडपर्व, बिहे बर्तन र केही रमाइलो गर्नुपर्ने अवस्था थियो भने अहिलेको जस्तो डिजे र ब्यान्ड बाजा नभएर आफैले निर्माण गरेका सामग्रीहरू प्रयोग गर्थे, जुन तपाईँ यो भिडियोमा देख्न सक्नुहुनेछ। दर्शकवृन्द, यी त भए धेरै वर्ष पहिलेका पुराना भिडियोहरू। अब हामी तपाईँलाई देखाउनेछौँ केही पुराना तस्बिरहरू। सन् 1969 मा पनौतीमा भएको विवाहपछि दुलहीलाई बेहुलाको घरमा लैजाँदै गर्दाको तस्बिर। सन् 1979 मा खिचिएको बौद्धनाथको तस्बिर। 1948 मा खोलामा कार बोक्दै गरेका भरियाहरू। 1937 मा भूकम्पले भत्केको धरहरा। दर्शकवृन्द, यसरी सन् 1970 तिर खुल्लम खुल्ला गाँजा र चरेसहरू बिक्री वितरण गर्ने गर्थे। गौचर विमानस्थल।
ट्रली बस स्टप सन् 1975, भक्तपुर रोड जुन पहिले यस्तो थियो भने अहिले यस्तो रहेको छ। टुडीखेलको तस्बिर सन् 1883 तिरको झन्डै आजभन्दा 138 वर्ष पहिलेको तस्बिर। अहिले टुडीखेलको तस्बिर हेर्ने हो भने यस्तो रहेको छ। दरबार मार्ग अर्थात् नारायण हिटी दरबार आजभन्दा 50 वर्ष पहिलेको तस्बिर जुन अहिले यस्तो रहेको छ। बौद्धनाथ सन् 1952 तिरको 69 वर्ष पहिलेको फोटो जुन अहिले यस्तो रहेको छ। पुराना गाडीहरू, त्यति बेलाको काठमाडौँ बजार र अहिलेको काठमाडौँ बजार। दर्शकवृन्द, यी त भए केही पहिलेका र अहिलेका तस्बिरहरू। अब हामी कुरा गरौँ म्युजिक भिडियो, सङ्ग, त्यस्तै गरी फिल्म र टेलिभिजन साथसाथै रेडियो। यिनीहरू सुरुमा कस्ता हुन्थे त, कस्तो सुनिन्थ्यो? दर्शकवृन्द, सबैभन्दा पहिला कुरा गरौँ सङ्ग अर्थात् गीतहरूको बारेमा। आजभन्दा झन्डै 100 वर्ष पहिले नै गीतहरू आइसकेका थिए, तर सन् 1970 मा आएको गीतले एकदमै चर्चा पाएको थियो। त्यो गीत थियो रेशम फिरिरी, जुन तपाईँ यो भिडियोको ब्याकग्राउन्डमा पनि सुन्दै आइरहनु भएको छ। हो, रेशम फिरिरी आजभन्दा 51 वर्ष पहिले रेकर्ड भएको गीत हो, जुन रेडियो नेपालमा रेकर्ड भएको थियो। अब कुरा गरौँ म्युजिक भिडियोको। सबैभन्दा पुरानो नेपाली म्युजिक भिडियो भुवन केसीको मायालु तिमी टाढा भन्ने बोलको गीत रहेको छ, जुन भुवन केसीको डेब्यू मुभी जुनी फिल्मको रहेको हो। त्यो फिल्म सन् 1982 मा रिलिज भएको थियो। दर्शकवृन्द, आजभन्दा 40 वर्ष पहिले रिलिज भएको यो म्युजिक भिडियो हेरौँ। मायालु तिमी टाढा भइदिनाले छातीमा पिर बोकी हाँसेर के गरौँ, मनका कुराहरू पोखेर के गरौँ, मनका कुराहरू पोखेर के गरौँ। अब कुरा गरौँ रेडियोको। सबैभन्दा पुरानो रेडियो हो रेडियो नेपाल, जुन सन् 1951 मा सञ्चालनमा आएको थियो, झन्डै आजभन्दा 70 वर्ष पहिले। दर्शकवृन्द, एकचोटि सुनौ सुरुमा रेडियो नेपाल कस्तो सुनिन्थ्यो त। मिडियम वेभ 20 मिटर या 1500 किलो साइकल्समा यो रेडियो नेपालको आवाज। अब कुरा गरौँ टेलिभिजनको। सबैभन्दा पहिलो टेलिभिजन थियो नेपाल टेलिभिजन, जसलाई सर्टकटमा एनटिभी पनि भनिन्छ। यो टेलिभिजनको सञ्चालन सन् 1983 मा भएको थियो, विक्रम सम्वत 2042 सालमा। दर्शकवृन्द, एकचोटि हेरौँ कस्तो देखिन्थ्यो त सुरुका दिनहरूमा नेपाल टेलिभिजन। नमस्ते दर्शकवृन्द, आज 2045 साल पौष 19 गते सोमबार, तदनुसार 1989 को जनवरी 2 तारिक हो। अब आजको हाम्रो प्रसारण आरम्भ हुन्छ। आजको प्रसारणमा सर्वप्रथम प्रस्तुत गर्नेछौ साधना संगम, त्यसपछि 6:50 कृषि विकास बैंकद्वारा प्रस्तुत तरकारी बेर्ना उत्पादन एउटा वृत्तचित्र, 7:05 नेपालीमा समाचार, 7:35 हामी प्रसार गर्नेछौ जनकपुर चुरोट कारखाना लिमिटेडद्वारा प्रायोजित टेलिफिल्म दाँत, 8:20 अंग्रेजीमा। अब कुरा गरौँ चलचित्रको अर्थात् फिल्महरूको बारेमा। सबैभन्दा पहिलो नेपाली फिल्म रहेको छ आमा, जुन सन् 1964 मा रिलिज भएको थियो, आजभन्दा 57 वर्ष पहिले। कस्तो थियो त त्यो फिल्म, हेरौँ यो भिडियो क्लिप। खोइ तपाईँ माछामा के कहाँ छ त? झोला मात्र देख्छु। अहिले त म 10 दिनको छुट्टी लिएर आएको। आमालाई नदेखेको पनि धेरै भयो। यसपालि त लावर जाने कुरा आमालाई पनि लिएर जाने विचार। घरमा आऊ मात्रै, अरू जानु छैन? के भन्नु? घरमा आऊ मात्रै हुन्छ, अरू जानु छैन? दर्शकवृन्द, आजको यो बिल्कुलै नयाँ खालको भिडियो तपाईँलाई कस्तो लाग्यो प्रतिक्रिया दिन नबिर्सिनुहोला। यदि कहीँ कतै गल्ती हुन गएमा क्षमाका साथसाथै कमेन्ट पनि गरिदिनुहोला। आजको भिडियोबाट अर्को भिडियोसम्मको लागि म नारद ओझा पनि बिदा हुन्छु। हवस् त, नमस्ते।